अहिले हामी हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय नीति अनुसार उत्पादन कार्यमा देशभरि नै संलग्न भइरहेका छौँ, सहभागी भइरहेका छौँ। त्यसमा रूपन्देही जिल्लाको तर्फबाट हामीले करिब 5 बिघा जतिमा धान खेती रोपाई गर्ने र यो करिब 2 बिघामा चाहिँ हामीले यो मोरिङ्गा अथवा शीतल चिनीको चाहिँ उत्पादन गर्ने भनेर आज खाल्डो खण्डमा साथीहरू व्यस्त हुनुहुन्छ। मोरिङ्गाको बारेमा यहाँ धेरैलाई पनि थाहा हुनसक्छ। यो एउटा चाहिँ औषधियुक्त वनस्पति हो। त्यसो भएको हुनाले यो स्वास्थ्यको हिसाबले पनि, यो प्रकृति पर्यावरणको हिसाबले पनि र यसलाई उत्पादनको हिसाबले अनि व्यावसायिक हिसाबले पनि यो हुन्छ भनेर प्रोत्साहन गर्नको लागि हामीले एउटा पहिलो सुरुवात गरेका छौँ। यो सुरुवातले राम्रो परिणाम दिन सक्दाखेरि अरू किसानहरूलाई पनि यो व्यवसायमा, यो पेसामा चाहिँ लाग्न, मोरिङ्गा खेतीमा चाहिँ लाग्नको लागि प्रेरणा मिल्नेछ भन्ने आशा र विश्वास हामीले लिएका छौँ। र पार्टी कार्यकर्ताहरू, जो साथीहरू, नेता कार्यकर्ताहरू यहाँ संलग्न हुनुहुन्छ, यो घामको बेलामा पनि आफ्ना व्यक्तिगत कामहरूलाई छोडेर एउटा सामूहिक कामको निम्ति, सामूहिक हितको निम्ति साथीहरू जो पसिना बगाइराख्नु भएको छ, एउटा श्रम संस्कृतिलाई चाहिँ हामीले जीवनमा आत्मसात गरेका छौँ। श्रमलाई सम्मान गर्नुपर्छ, किसान कर्ममा, कृषि कर्ममा हामीले चाहिँ लाई सम्मान गर्नुपर्छ, किसानहरूलाई सम्मान गर्नुपर्छ र नेपालको विकासको निम्ति एउटा जग हो, अर्थतन्त्रको जग नै नेपालको कृषि हो। त्यसपछि हामीले चाहिँ उभिएर उद्योग, पर्यटन लगायतको कुरामा अगाडि बढ्न सक्छौँ, अरू विकासका कामहरू हुन सक्छन् भन्ने हामीले आशा र विश्वास लिएका छौँ। सबै साथीहरूलाई जो संलग्न हुनुहुन्छ यहाँ जग्गामा चाहिँ दिएर अनि चाहिँ अरू कुरामा साथ सहयोग गरेर, कसैले चाहिँ कोदालो दिएर, कसैले चाहिँ श्रममा सहभागी भएर, कसैले चाहिँ हामीलाई चाहिँ प्रोत्साहन गरेर राम्रो गर्नुभयो भनेर चाहिँ हामीलाई जो जतिले चाहिँ प्रेरित गर्नुभएको छ, साथ सहयोग गर्नुभएको छ, कसैले मल सहयोग गर्नुभएको छ, कसैले आर्थिक रूपले चाहिँ यहाँ औजारहरूको सहयोग गर्नुभएको छ, सबैलाई म पार्टीको तर्फबाट, म आफ्नो तर्फबाट हार्दिक धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले आज 6 महिनाको 2.5 बिघा क्षेत्रमा मोरिङ्गा जुन शीतल चिनी लगाउनको निम्ति तयारीसहित आज हामी यो खाल्टाहरू हामी तयार गरिराखेका छौँ। हाम्रो पार्टीका जिपिएम रूपन्देही जिल्लाका इन्चार्ज बसन्त सी सहित पार्टीका सबै केन्द्रीय समिति कमिटीहरू, प्रतिनिधि समितिका, जिल्ला पार्टीका सबै गरेर करिब हामी आज 5-6 दर्जन कमिटीहरू यहाँ सहभागी भइराखेका छौँ र हामी यसलाई निरन्तर रूपबाट अगाडि बढाउने र यो रूपन्देही जिल्लामा अहिलेको बर्खे खेतीलाई पनि, धान खेतीलाई पनि अगाडि बढाउने गरी हामीले सोचिराखेका छौँ। अहिले तल सियारी, शुद्धोधन, 6 महिना लगायतका सबै क्षेत्रमा करिब हामी के भन्दाखेरि 5 बिघा वरिपरि अथवा त्योभन्दा बढी नै हामी के भन्दाखेरि यो धान रोपाइसहितका सबै कार्यक्रमहरू गर्दैछौँ। हाम्रो पार्टीको उत्पादनमा आत्मनिर्भर हुने र कृषि नीतिलाई अगाडि बढाउने प्रक्रिया अनुसार हामी उत्पादन सबै क्षेत्रमा, हिउँदे बाली, नगदे बाली, वर्षे बाली लगायतका सबै उत्पादन सेक्टरमा हाम्रो पार्टी अगाडि बढ्दैछ र यसलाई अझै विस्तृत गर्दै, हामी अझै व्यवस्थित गर्दै, यसको क्षेत्रफललाई धेरै बढाउँदै हामी के भन्दाखेरि अझै यसलाई ठुलो रूपमा, अब मात्रात्मक रूपमा कम्ती हो भने 8-10 बिघासम्म पुर्याउने हाम्रो जिल्ला पार्टीले लक्ष्य राखेको छ। त्यही लक्ष्य अनुरूप हामी के भन्दाखेरि अहिले यो पार्टी केन्द्रीय नीति अनुसार अहिले उत्पादन कार्यमा हामी खट्दैछौँ र अहिले असारमै हाम्रो के भन्दाखेरि यो उत्पादन बिदा पनि हुन्छ पार्टीको। त्यही अन्तर्गत हाम्रो देशभरि अहिले करिब 200 बिघाभन्दा माथि जमिनमा अहिले खेत रोपाई पनि हुँदैछ। हामी रूपन्देही जिल्लामा 8-10 बिघा पुर्याउने लक्ष्य छ। त्यही अनुसार हामी अगाडि बढ्दैछौँ र गरिराखेका छौँ। 71 वर्षमा जोस हो। यहाँ हाम्रो सल्लाहकार हुनुहुन्छ उहाँ चन्द्रमान दाई, उहाँ 71 वर्षको हुन्छ, तर यो मोरिङ्गामा पुरै खाल्डो कसरी लाग्नुहुन्छ।